नमस्कार अनि स्वागत छ। आज पनि दीपश्री क्रिएटिभ मिडियाको अफिसियल युट्युबमा जोडिनुभएका सम्पूर्ण आदरणीय महानुभावहरूलाई दुई हात जोडेर हार्दिक स्वागत अभिनन्दन पनि व्यक्त गर्दछौँ। यस्तो धेरै तपाईँले हामीलाई माया गर्नुभएको छ कि हामीलाई विभिन्न सोसल मिडियामा हामीले यस्ता भिडियोहरू चाहिँ राखिरहेका छौँ। टिकटकमा त्यस्तै गरी चाहिँ 2.1 मिलियन 3.1 मिलियन यस्तो चाहिँ हाम्रो हेरेर प्रतिक्रिया दिनुभएको छ हैन। सब्स्क्राइब त्यत्तिकै बढेका छन्। युट्युबमा पनि त्यस्तै खालको प्रतिक्रिया दिनुभएको छ। रिल्समा पनि हामीलाई तपाईले दिनुभएका विषयवस्तुले धेरै सजिलो भएको छ। दीपकजी यस्तै यस्तै दिँदै जानु होला भन्नुभएको छ। एकदमै खुसी लागेको छ। हामीले जुन उद्देश्यका साथ यो भिडियो बनाइरहेका छौँ त्यसले पक्कै यहाँलाई मद्दत पुगेको होला भन्ने विश्वास लिएका छौँ। र आजको विषयवस्तु चाहिँ के छ भने हामी सम्बोधन गर्दा छोटोमा सम्बोधन कसरी दिने भन्ने खालको प्रतिक्रिया आएको हुनाले छोटो खालको सम्बोधन तपाईँ एउटा वक्ताबाट जाँदै हुनुहुन्छ वा तपाईँ आयोजकबाट बोल्दै हुनुहुन्छ भने यो चाहिँ अध्यक्ष भएर बोल्दा नि बोल्न पर्यो हैन, प्रमुख अतिथि भएर नि बोल्न पर्यो, विशिष्ट भएर नि बोल्न पर्यो, अतिथि भएर नि बोल्न पर्यो, तपाईँ एउटा अभिभावकको तर्फबाट कुनै अभिभावक दिवसमा उभिएर बोल्नु पर्दा सबै ठाउँमा सम्बोधन कसरी गर्ने भन्ने कुरा कन्फ्युज भएर हामी उठ्ने बित्तिकै के बोल्ने खाले हुन्छ नि त। त्यही भएर सर्टकट सम्बोधन दुईटा म सिकाउन उपस्थित भएको छु। पहिलो चाहिँ पुरानो सम्बोधनहरू हैन, यो चाहिँ धेरै लागू भएको छ। जस्तै नाम पनि भन्ने, पद पनि भन्ने, एउटा अतिथि आएर पनि त्यही भन्ने, अर्कोले पनि त्यही भन्ने, अर्कोले पनि त्यही भन्ने। जस्तै एक्जाम्पल आजको यस कार्यक्रमका सभापति दीपश्री क्रिएटिभ मिडियाका निर्देशक दीपक लामिछानेज्यू, प्रमुख अतिथि डडडबाट पाल्नुभएका डडडज्यू, विशिष्ट अतिथि डडडबाट पाल्नुभएका डडडज्यू, अतिथि डडडबाट पाल्नुभएका डडडज्यू हो। यस्तो भन्ने परम्परा चाहिँ अब बिस्तारै हटाउँदै जाउँ। किनभने अहिले मान्छेले तपाईँका कुरा धेरै सुनेर बस्दैनन्। राम्रो छ सुन्छन्, नराम्रो भने सुन्दैनन्। त्यसले गर्दा छोटो र मिठो, किप इट सर्ट एन्ड स्विट भन्छन् क्या। जति छोटो भयो उति स्तरीय हुन्छ हैन, अलिकति गुणात्मक हुनसक्छ। त्यसले गर्दा गुणस्तरीय बनाउनका लागि चाहिँ छोटो मिठो हुन्छ भनेपछि त्यो सम्बोधन चाहिँ अब हटाउँदै जानुहोस्। भने के बोल्ने त भन्दा अर्को खालको सम्बोधन छ। त्यो चाहिँ के सम्बोधन छ भने यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय महानुभावहरू, कार्यसमितिका पदाधिकारीज्यूहरू, पत्रकार मित्र, सुरक्षाकर्मी, स्वयंसेवक सम्पूर्णमा हार्दिक नमन व्यक्त गर्दछु। पुग्यो यति भनेपछि त सबै समेटिएन? समेटियो नि त। अब यो पनि कहिलेकाहीँ चाहिँ यति लामो नि किन भन्ने खालको हुनसक्छ नि त। त्योभन्दा नि सर्टमा जाउँ। त्योभन्दा नि सर्ट भनेको चाहिँ के भने आज यस दीपश्री क्रिएटिभ मिडियाले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई मेरो एकमुष्ट नमस्कार। आजको हो यसरी चाहिँ तपाईँले सर्टकटमा भन्नुभयो भने धेरै राम्रो हुन्छ। त्यही भएर आजको मैले विषयवस्तु चाहिँ तपाईँलाई जम्मा के जानकारी गराएँ भने सम्बोधन कति मान्छेलाई गाह्रो छ, के बोल्ने कसरी बोल्ने भन्ने कुरा कन्फ्युज हुन्छ। त्यो भएर चाहिँ त्यो गाह्रो नमानुस् भन्नको लागि चाहिँ यो विषयमा जानकारी दिएँ। अब यो तपाईँले हेर्नुभयो अनि गएर बोलिहाल्न सक्ने होइन है। फेरि यसको नि एक दुईवटा कुरा ध्यान दिनुपर्ने हुन्छ। त्यो चाहिँ के भने सबभन्दा पहिला मोबाइल अगाडि राख्नुहोस्, एकचोटि बोल्न प्रयास गर्नुहोस्। दोस्रो पटक ऐना अगाडि आफूलाई हेरेर बोल्न प्र्याक्टिस गर्नुहोस्। तेस्रो पटक के गर्नुहोस् भने साथी सर्कल वा परिवारभित्र चाहिँ एकचोटि सम्बोधन बोल्ने तरिकाले जानुहोस्। फेरि भाषण भनेको चाहिँ गएर कपी हेरेर पढ्ने जस्तो कुरा मात्र होइन। हेरे पनि फरक पर्दैन, तर त्यसरी जानुभन्दा तपाईँको हाउभाउ, यसरी जसरी अहिले मैले बोल्दा हाउभाउ भएको छ, स्माइल आउँछ होइन, त्यसै गरी हाउभाउ, आई कन्ट्याक्ट, स्माइल यो सबै मिल्नुपर्ने हुन्छ सम्बोधनमा पनि है। र मैले यति नै विषयवस्तुको बारेमा यहाँलाई जानकारी दिएँ। हामी अर्को भिडियो फेरि यस्तै बनाउनेछौँ। आजको लागि चाहिँ यति नै जानकारी दिएँ। तपाईँहरूको माझबाट दीपक लामिछाने बिदा हुन्छु र अन्तिममा फेरि भन्छु यहाँहरूलाई सब्स्क्राइब अनि त्यसपछि हाम्रो भिडियोप्रतिको प्रतिक्रिया दिन चाहिँ नभन्नुहोला। नमस्कार।